बल्ल तपाईँको चाहिँ के अरे मलाई हकार्नु न तपाईँहरूले सभापतिले बोलाउँदा चाहिँ नजाने अनि त्यो अप्सनल हो त्यो जाँदा पनि भयो नजाँदा पनि भयो मैले बोलाउँदा अहिले म पनि त पार्टीको अध्यक्ष हो नि त म बोलाउँदा अहिले आउनुहुन्छ ल अन्त्यमा भनिदिनुहोस् अब सभामुखको आग्रह त के छ भने सदनलाई सहज बनाइदिनुहोस् है भनेर त्यसको लागि मैले उहाँको सभामुखको आग्रहलाई चाहिँ कसरी हेर्नुहुन्छ सभामुखज्यूलाई सम्झिँदाखेरि तपाईँको चाहिँ के अरे माया पनि लाग्न थाल्यो होइन गाह्रो छ उहाँलाई त्यही भएर अस्ति मलाई नेक्स्ट निष्कासन गरिदिनु न भनेको गर्नु भएन माया पनि लाग्छ के भन्नु अब माया लाग्छ माया लाग्नुको कारण उहाँ अब त्यस्तै छ नि त अब माया लाग्छ जे नेपालीले माया गर्नु कुन ठुलो कुरो हो तपाईँलाई मेरो माया लाग्छ कि लाग्दैन मलाई त तपाईँको माया साह्रो लाग्छ त अफकोर्स त्यो सबैको माया लाग्नुपर्छ तर सभामुखलाई तपाईँको विशेष माया चाहिँ के को माया लाग्छ क्या उहाँलाई एकदम जेन्टल मान्छे हुनुहुन्छ होइन माया लाग्छ साँच्ची होला सदनको परिस्थिति देख्दा हो त्यो देख्दाखेरि होइन उहाँको बाध्यताहरू थुप्रै होला अब प्रधानमन्त्रीले भनेको मान्नुहुन्न उहाँले भनेको होइन उहाँले भनेको कुरा प्रधानमन्त्रीले मान्नुपर्ने हो मान्नुहुन्न अब के गर्ने अब कहिले आउनु भएन अनि एक दिन आउनु भएछ है म नआएको बेलामा के भनी पठाउनु भएछ अब फेरि आएर फेरि अर्को कुरा मिस्टेक हुन्छ है भन्ने डर पनि होला त्यसले गर्दा मैले एउटा उपाय दिएको छु उहाँहरूलाई अहिले त्यो भन्दिनँ त सिक्रेट हो अहिले भन्दिनँ कहिले भन्नुहुन्छ त्यो सिक्रेट करेक्सन भइसकेपछि थाहा हुन्छ म त्यसपछि भन्छु ल है त हस् थ्याङ्क यू ल